हेलो साथीहरु, तपाईहरुलाई स्वागत छ मेरो नयाँ ब्लगमा। अनि आज चाहिँ विशेष अलिकति डिफरेन्ट अलिकति हटके ब्लग लिएर तपाईहरुको समक्ष आएको छु हैन। अनि त्यो चाहिँ के हो भने here it is. Yes. So यहाँ चाहिँ के हो यो it looks like you know के हो यो अबे जल्दी बोल, कल सुबह पनवेल निकलना है। तपाईहरु कन्फ्युज भइरहेको होला तर you don't have to be confused because very soon I'm gonna reveal this. So what is that? Let's check out. Are you excited to see this? What is this? Yeah. Okay, so without delay, let's jump to this surprising package. Let's go. So guys, I'm gonna reveal this, okay? Ready, ready, ready. Yes guys, so this is यो चाहिँ हाम्रो सीएम सरले दिनुभएको उयो गिफ्ट हैन। अनि मलाई चाहिँ हैन मेरो आमालाई दिनुभएको के। सो यो मेरो आमाहरुको एउटा जुन चाहिँ अमैनी सिरियल छ हैन, सो त्यो सिरियललाई चाहिँ उहाँ सिक्किमको सीएम जो हुनुहुन्छ पीएस गोले सर हैन, सो उहाँले चाहिँ बोलाउनु भएर यस्तो सम्मानहरु दिनुभएको छ। सो थ्यांक यू पीएस गोले सर टु सपोर्ट आवर लोकल आर्टिस्ट हैन। अनि उहाँले जसरी इन्करेज गर्नुभएको छ युट्युबर्सहरुलाई पनि हैन, सो म चाहिँ एकदमै थ्यांकफुल छु हैन। सो उहाँले जुन चाहिँ काम गर्नुभएको छ हाम्रो कलाकारहरुको लागि सो धन्यवाद दिन चाहन्छु। सो यही कुरालाई चाहिँ आज म अनबक्सिङ गर्न गइरहेको छु हो। अनि आज सरले चाहिँ के दिनुभएको छ भनेर पीएस गोले सरले चाहिँ के दिनुभएको छ भनेर तपाईहरुलाई देखाउँछु। ओके, आर यु रेडी? सो लेट्स गो। 2 3 1। सबैभन्दा पहिले चाहिँ हेर्नुस् यो चाहिँ अवार्ड हो हैन। सो टोकन अफ एप्रिसिएशन्स कलाकार भरोसा सम्मेलन जो चाहिँ यो ट्रफीले चाहिँ सम्मान गर्नुभएको थियो। आमालाई मात्रै होइन तर एन्टायर अम्युनिटी टिमको आर्टिस्टहरुलाई सम्मान गर्नुभएको थियो। त्यसको लागि धन्यवाद दिन चाहन्छु हाम्रो पीएस गोले सरलाई। हुन त यो केही पनि होइन सोच्यो भने हैन, तर कलाकारहरुको लागि चाहिँ यो चाहिँ करोड भन्दा पनि बेसी हुन्छ है साथीहरु हैन। तपाईहरुलाई पनि थाहा होला कति जनालाई त कलाकारै हुनुहुन्छ मेरो भ्युअर्सहरु है। ओके, सो यस, थ्यांक यू पीएस गोले सर फर दिस वन्डरफुल गिफ्ट। यहाँ हेर्नु नि झोलामा बिचारा सरले एक झोला दिनुभएको छ। यो एकजनालाई मात्रै हैन यस्तै झोलाहरु एभ्री आर्टिस्टलाई दिनुभएको छ त्यो दिन हैन। सो यस, अनि साथीहरु अनबक्सिङ गर्नु चाहिँ अलिकति ढिलो भएको छ। प्राय युट्युबर्सहरुले चाहिँ हैन, सो सबै अनबक्सहरु गर्नु भइसकेको छ, कतिले देखाइसकेको छ हैन। सो मेरो चाहिँ एक्चुअली चाहिँ भन्नु पर्दाखेरि आमासँग नै यो भिडियो बनाउने मैले कोसिस गर्दै आमाको टाइम नभएर चाहिँ म एक्लै आउनु परेको एक्चुअली चाहिँ हैन। सो आमाको त एकदमै टाइट शेड्युल हुन्छ हैन, सो अफिसले गर्दा सुटिङले गर्दा। सो कोही बेला रातिहरु आउनुहुन्छ, बिहानै गएर हैन बेलुका आउनुहुन्छ, प्रोग्रामले गर्दा टाढो जानुहुन्छ। सो त्यसले गर्दा बिजी भएर चाहिँ आमासँग भिडियो बनाउनै पाइन। सो आइ एम एक्सट्रिमली सरी। म चाहिँ मम्मीलाई एकदम मिस गरिरहेको छु यो क्षण हैन। सो यसै साथसाथै अर्को देखाउनु गइरहेको छु। वाउ, कोशेली फ्रम सिक्किम सुप्रिम एसोसिएटेड पिकल्स। यो चाहिँ साथीहरु अचारहरु रहेछ हेर्नु न, ब्यागको अचार हैन। अनि यसमा चाहिँ डल्ले चिल्ली, डल्ले ब्याम्बो, डल्ले टर्मरिक, डल्ले चिल्लीहरु रहेछ। यसको कति दामी, यो पनि दिनुभएको सरले नै हो। यस्तो त कति अर्को पनि जस्तै प्याकेट हेर्नुस् है साथीहरु। हो, यो चाहिँ के कोसेली नै हो। यो चाहिँ मिक्स फ्रुट्स, यो चाहिँ जामहरु रहेछ। यहाँ चाहिँ प्यासनको रहेछ, मिक्स फ्रुटको रहेछ, किवीको रहेछ। यो सबै फेरि सिक्किममै बनेको साथीहरु, यो चाहिँ सबै सिक्किममै बनेको हैन। सो कति दामी हेर्नुस् त।
नेक्स्ट वी ह्याभ हामीसँग छ अर्को सिक्किम सुप्रिम हेर्नु न बट्टाहरू पनि कति दामी है वाउ यसमा चाहिँ क्यान्डल रहेछ द फ्लेभर इज awesome yes it's very good दामी रहेछ साथीहरू हेर्नु न बट्टा इट्स सो प्रिमियम क्वालिटी है वाउ कति दामी यो चाहिँ रहेछ तिमी टी तिमी भन्ने जुन चाहिँ एउटा फेमस टी गार्डन छ सिक्किममा होइन त्यहाँको चाहिँ अर्ग्यानिक चियापत्ती चाहिँ दुईटा जस्तो रहेछ हेर्नुहोस् त थिमी तपाईँहरू सिक्किम जानुहुँदैछ भने यो थिमीको चियापत्ती खान चाहिँ नबिर्सनु होला यो चाहिँ एकदमै टेस्टी छ होइन यस अलैँची यहाँ हेर्नु न प्याकेट कति दामी अलैँचीको हो अलैँची यता पनि हुन्छ तर अहिले प्राय यसो यो चाहिँ यसको खेती चाहिँ खत्तमै भइसक्यो मान्छेले प्राय गर्दैन होइन सो हेर्नुहोस् त अलैँची कति दामी अलैँची अर्को छ हामीसँग यो त अघिको चियापत्ती यस्तो चियापत्ती चाहिँ तिनवटा रहेछ हो सिक्किम सुप्रिम यो जामहरू फ्रुट्सहरू अलग अलग कति दामी सबै हाम्रो सर्टले यो बडी मसाजर पनि हेर्नु न कस्तो अर्ग्यानिक यो चाहिँ मसाज बल हेर्नुहोस् न कति दामी मसाज बल यसमा चाहिँ निम पत्ता के को फ्लेभरहरू रहेछ न कति मिठो तपाईहरुलाई कस्तो लाग्यो यो सम्मान हैन जुन चाहिँ सरले चाहिँ सम्मान दिनुभएको थियो हाम्रो आर्टिस्टहरुलाई हैन सो कस्तो लागेको छ राम्रो लाग्यो भने चाहिँ प्लिज भिडियो चाहिँ एकदमै लाइक कमेन्ट शेयर गरेर हाम्रो लोकल आर्टिस्टहरुलाई लोकल युट्युबर्सहरुलाई चाहिँ प्लिज सपोर्ट गरिदिनु होला स्पेशली मी यस अनि हेर्नु न लास्टमा चाहिँ यहाँ हेर्नु न सिक्किमकै उयो चिफ मिनिस्टर सिक्किम झोला पनि कति दामी छ यस गाइज तपाईहरुलाई आजको भिडियो कस्तो लाग्यो राम्रो लाग्यो भने प्लिज लाइक शेयर कमेन्ट गर्न नभुल्नु होला हैन अनि मैले भनिरहेको छु हाम्रो लोकल आर्टिस्टहरुलाई चाहिँ प्लिज सपोर्ट गरिदिनु होला जसले चाहिँ धेरै मेहनत गर्छ युट्युबरहरुलाई पनि सपोर्ट गरिदिनु होला हैन हेर्नु सिक्किमको सीएमले त्यस्तो सम्मान गर्नुभएको छ हैन चिफ मिनिस्टरले यस्तो सम्मानहरु दिएर सो तपाईहरुले पनि आफ्नो साथीभाइ आफ्नो हैन लोकल आर्टिस्टहरुलाई सपोर्ट गरेर माया दिनु होला ओके सो अरु त केही भन्नु छैन फेरि पनि अन्तमा भन्न चाहन्छु कि म चाहिँ यो भिडियो हैन अघि पनि भनिसकेको छु यो भिडियो चाहिँ आमासँग ल्याउने भनेर मैले कोसिस गरेको थिएँ तर के गर्नु आमाको शेड्युल चाहिँ यस्तो बिजी भएको कारणले गर्दा सो उहाँसँग भिडियो बनाउने टाइमै भएन हैन सो या त्यही भएर पनि ढिलो भएको यो आमाले थाप्नु भएको 1 वर्ष सरी 1 हप्ता जस्तो भइसक्यो हैन 1 हप्ता जस्तो भइसक्यो आमाकै टाइम नमिलेर चाहिँ मैले चाहिँ आज एक्लै आउन बाध्य भएँ सो तपाईहरुलाई यो आजको अनबक्सिङ चाहिँ कस्तो लागेको छ राम्रो लाग्यो भने प्लिज डु लाइक शेयर कमेन्ट एन्ड सब्स्क्राइब फेरि पनि अर्को भिडियोमा त्यतिन्जेलको लागि